स्वागत छ। आज हामी भर्खरै प्रस्तुत भएको आर्थिक वर्ष 2082-83 को बजेटमा केन्द्रित छौं। खास गरी शिक्षा क्षेत्रमा के कस्ता व्यवस्था छन्, कति रकम छुट्याइयो अनि यसले शिक्षा सुधारमा कस्तो प्रभाव पार्ला, यिनै विषयमा गहिरिएर कुरा गर्नेछौं। हाम्रो आधार चाहिँ सरकारको आधिकारिक बजेट वक्तव्य नै हो। सुरु गरौँ न त बजेटको आकारबाट। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई कति बजेट परेछ यसपालि? यसपटक कुल 2 खर्ब 11 अर्ब 17 करोड रुपैयाँ विनियोजन भएको छ। 2 खर्ब 11 अर्ब, यो त ठूलै रकम हो नि, हैन र? रकमको हिसाबले ठूलो देखिए पनि समग्र राष्ट्रिय बजेटको तुलनामा चाहिँ यो जम्मा 10.75% मात्रै हो। 10.75% हो। अनि यहाँनिर चाखलाग्दो कुरा के छ भने यो प्रतिशत वास्तवमा घट्दो क्रममा छ। घट्दो क्रममा कसरी? अघिल्लो वर्ष मतलब आर्थिक वर्ष 1882 मा 10.95% थियो। त्योभन्दा अघि 80-81 मा 11.27% थियो। भनेपछि त लगातार घटिरहेको रहेछ। हो। अनि त्यो जुन सार्वजनिक शिक्षामा कुल बजेटको 20% लगानी गर्ने राजनीतिक प्रतिबद्धता थियो नि, यो 10.75% मा झर्यो अहिले। ओहो, बजेटको हिस्सा घट्दै जाँदा त यसले कार्यक्रम कार्यान्वयनमा पनि असर पार्ला नि। पक्कै पनि। स्रोत घट्नु भनेको महत्वाकांक्षी योजनाहरूलाई अगाडि बढाउन चुनौतीपूर्ण हुनु हो। यसबारे विज्ञहरूको प्रतिक्रिया कस्तो छ त, खास गरी यो घट्दो प्रतिशत र समग्र बजेटको बारेमा? शिक्षाविदहरू जस्तो काठमाडौँ विश्वविद्यालयका बालचन्द्र लुइन्टेल सरहरूको कुरा सुन्दा उहाँहरूले यो बजेटलाई अलि परम्परागत नै भन्नुभएको छ। परम्परागत मतलब खासै नयाँपन देखिएन? हजुर। सार्वजनिक शिक्षामा साँच्चीकै देखिने गरी सुधार ल्याउने खालको स्पष्ट खाका वा भनौँ न नवीन सोचको अलि अभाव देखियो भन्ने उहाँहरूको टिप्पणी छ। खास गरी कुन क्षेत्रमा चाहिँ बजेट उदार भएन भन्ने छ? मुख्यतया सिकाइ सुधार र गुणस्तरीय शिक्षक उत्पादन, यी महत्त्वपूर्ण पाटोहरूमा बजेटले खासै जोड दिएन कि भन्ने देखिन्छ। तय तहका कार्यक्रममा केही नौलो कुरा छ कि? केही नयाँ घोषणाहरू छन्, जस्तो एउटा महत्त्वपूर्ण कुरा चाहिँ एसईई परीक्षा। एसईई के गर्ने भनिएको छ? अब एसईई को सञ्चालन र व्यवस्थापन प्रदेश तहबाट गर्ने भनिएको छ। यो त विकेन्द्रीकरणको अभ्यास भयो है? हो। सिद्धान्त त कति प्रभावकारी हुन्छ त्यो त कार्यान्वयनमा भर पर्छ। अर्को एउटा कार्यक्रम पनि छ। कस्तो कार्यक्रम? 100वटा सामुदायिक विद्यालयलाई नतिजाका आधारमा अनुदान दिने। नतिजाको आधारमा कति अनुदान? प्रति विद्यालय 25 लाख। अनि उनीहरूले राम्रो गरे बापत अरू विद्यालयलाई सहयोग गर्ने मतलब मेन्टर गर्ने व्यवस्था मिलाउने भन्ने छ। यो त अलि फरक खालको प्रयास रहेछ, नतिजामा आधारित अनुदान। हो। चाखलाग्दो छ, तर यसले साँच्चै प्रणालीगत सुधार ल्याउँछ कि केही छानिएका विद्यालय मात्रै अझ बलिया हुन्छन्, त्यो चाहिँ हेर्न बाँकी छ। यी त भए नयाँ कुरा। पुराना कार्यक्रमहरू नि, तिनले निरन्तरता पाएका छन् कि छैनन्? पक्कै पनि। धेरै जसो पुरानै कार्यक्रमले निरन्तरता पाएका छन्, जस्तो सामुदायिक विद्यालय समायोजन गर्ने कुरा। त्यो त पहिलेदेखि नै सुनिँदै आएको हो। हो। अनि शिक्षक दरबन्दी पुनरावलोकन गर्ने, यी कार्यक्रमहरू कायम छन्। अनि त्यो निजी क्षेत्रसँग सहकार्य गर्ने भन्ने पनि थियो नि पहिले। त्यो अलि विवादास्पद अवधारणा थियो। यसपालि पनि त्यसलाई अलि घुमाउरो भाषामा राखिएको छ। सामुदायिक विद्यालय सुधारका लागि निजी क्षेत्रको संलग्नता भन्ने जस्तो। भनेपछि त्यो अवधारणा हटेन? हटेको छैन, भाषा मात्रै फेरिएको जस्तो देखिन्छ। यसको आलोचना पनि भइरहेको छ, कतै सार्वजनिक शिक्षालाई कमजोर बनाउने नियत त होइन भन्ने हिसाबले। विद्यालय र कार्यक्रमको कुरा गर्दा शिक्षकको भूमिका महत्त्वपूर्ण हुन्छ। शिक्षकको गुणस्तर, उपलब्धता, यसबारे बजेटले के भन्छ? शिक्षक अभाव पूर्ति गर्न एउटा नयाँ अवधारणा ल्याइएको छ, शिक्षक ब्याङ्क। शिक्षक ब्याङ्क यो के हो? यो चाहिँ विश्वविद्यालयहरूसँग सहकार्य गरेर आवश्यक पर्दा तुरुन्तै परिचालन गर्न सकिने शिक्षकहरूको एउटा पुल जस्तो बनाउने भन्ने हो। तयारी शिक्षकहरूको सूची जस्तो? हो, त्यस्तै भनौँ न। तर यो अवधारणा पहिले पनि चर्चामा नआएको होइन। यसको व्यावहारिक कार्यान्वयन अलि चुनौतीपूर्ण देखिएको थियो विगतमा। अनि अरू के छ शिक्षकबारे? स्नातक उत्तीर्ण गरेका विद्यार्थीलाई स्वयंसेवक शिक्षकका रूपमा परिचालन गर्ने कुरा पनि छ। स्वयंसेवक शिक्षक? हजुर। अनि राष्ट्रिय शिक्षक सुधार कार्यक्रम भनेर 2 अर्ब 72 करोड छुट्याइएको पनि छ। राम्रै रकम हो यो त। हो। तर यहाँ पनि एउटा आलोचना के छ भने यस्ता कार्यक्रमहरू केन्द्रबाटै सञ्चालन हुँदा पहुँच र प्रभावका आधारमा बजेट बाँडिने जोखिम हुन्छ भन्ने गरिन्छ।
अब विद्यार्थीहरूलाई प्रत्यक्ष फाइदा पुग्ने कार्यक्रमतिर जाउँ न, जस्तो दिवा खाजा, छात्रवृत्ति, तिनको अवस्था के छ? ती कार्यक्रमहरूले निरन्तरता पाएका छन्। कक्षा 5 सम्मका विद्यार्थीका लागि दिवा खाजा कार्यक्रम कायमै छ। यसका लागि बजेट कति छ? दिवा खाजाका लागि 10 अर्ब 19 करोड। यो ठूलो कार्यक्रम हो। अनि छात्राहरूलाई सेनिटरी प्याड? त्यो पनि निरन्तर छ। त्यसका लागि करिब 1 अर्ब 29 करोड विनियोजन भएको छ। यी त राम्रा कार्यक्रम भए। छात्रवृत्तिको कुरा नि? छात्रवृत्ति पनि कायमै छ, खास गरी लक्षित विपन्न समुदाय र दुर्गम क्षेत्रका विद्यार्थीहरूका लागि। यसमा 2 अर्ब 44 करोड जति छ। यसमा केही विशेष व्यवस्था छ कि? यसपालि एउटा राम्रो कुरा के छ भने मुसहर, डोम, चमार जस्ता एकदमै पछाडि परेका समुदायका विद्यार्थीलाई चिकित्सा शिक्षा पढ्नका लागि उत्प्रेरणा छात्रवृत्ति दिने भनिएको छ। यो त निकै सकारात्मक कदम हो। अनि मेडिकल शिक्षाको समग्र छात्रवृत्तिलाई नै गरिब, जेहेन्दार र दुर्गम क्षेत्रका विद्यार्थी लक्षित बनाउने प्रयास देखिन्छ। तर कति प्रभावकारी हुन्छ त्यो हेर्नै पर्छ। अब अलिकति उच्च शिक्षातिर लागौं। विश्वविद्यालय तहमा केही नयाँपन छ कि? उच्च शिक्षामा खासै ठूलो ब्रेकथ्रु जस्तो देखिँदैन। पुरानै कुराहरू छन् धेरै जसो। जस्तो? एउटा उच्च शिक्षा सम्बन्धी एकीकृत छाता ऐन बनाउने कुरा छ। यसले सबै विश्वविद्यालयलाई एउटै नियमनभित्र ल्याउने प्रयास गर्ला। अनि अरू? विश्वविद्यालयहरूमा शैक्षिक क्यालेन्डर अनिवार्य गर्ने, यो महत्त्वपूर्ण छ। पालना नगरे अनुदान रोक्नेसम्मको कडा व्यवस्था गर्ने भनिएको छ। अनुदान नै रोक्ने? हो। अनि विदेशी विद्यार्थीलाई आकर्षित गर्न निशुल्क भिजा दिने कुरा पनि उल्लेख छ। विश्वविद्यालय अनुदान आयोग, युजिसी, त्यसको भूमिका के हुने भयो? युजिसीको पुनर्संरचना गर्ने कुरा छ। यो पनि पुरानै एजेन्डा हो, निरन्तरता पाएको छ। प्राविधिक शिक्षा जस्तो मेडिकल इन्जिनियरिङ तर्फ केही छ? चिकित्सा शास्त्र, इन्जिनियरिङ, आइटी, नर्सिङ जस्ता प्राविधिक विषयमा अध्ययन कोटा बढाउने घोषणा छ। कोटा बढाउने? हो, तर यहाँ पनि अलि विवाद छ। कोटा निर्धारणमा सरकारी हस्तक्षेप बढी भयो, जसले गुणस्तरमा असर गर्न सक्छ भन्ने आलोचना सुनिन्छ। अनि त्यो प्रदेशहरूमा मेडिकल कलेज खोल्ने कुरा कहाँ पुग्यो? त्यो त दशक अघिको घोषणा हो, तर यसपालि पूर्वाधार निर्माणका लागि जम्मा 56 करोड मात्रै छुट्याइएको छ। जम्मा 56 करोड? यसले त खासै प्रगति नहोला नि। हो, एकदमै न्यून रकम हो यो। यसले त्यो लक्ष्य पूरा हुन निकै कठिन देखिन्छ। विकेन्द्रित स्वास्थ्य शिक्षाप्रतिको प्रतिबद्धतामै प्रश्न उठ्छ यसले गर्दा। सिप विकास र रोजगारीसँग जोड्ने कार्यक्रम पनि केही छन् कि बजेटमा? छन्। करिब 27,000 युवालाई छोटो अवधिको सिपमूलक तालिम दिने भनिएको छ। अनि त्यो कमाउँदै पढ्दै कार्यक्रम नि? त्यसलाई पनि अघि बढाउने भनिएको छ। विद्यार्थीले हप्तामा 20 घण्टा काम गरेर न्यूनतम ज्यालासहित अध्ययन गर्न पाउने व्यवस्था मिलाइने रे। ल, यति सबै कुरा सुन्दा समग्रमा यो बजेटलाई कसरी हेर्ने त? मुख्य निष्कर्ष के निकाल्न सकिन्छ? अब हेर्नुस्, पहिलो कुरा त शिक्षामा बजेटको हिस्सा घट्दो क्रममा छ। त्यो 20% लक्ष्यभन्दा धेरै तल छ। यो एउटा चिन्ताको विषय हो। दोस्रो, केही नयाँ र सकारात्मक प्रयास देखिन्छन्, जस्तो एसईको प्रदेश व्यवस्थापन, लक्षित छात्रवृत्ति। पर धेरैजसो कार्यक्रम पुरानै छन्। तिनको प्रभावकारिता र कार्यान्वयन पहिले पनि चुनौतीपूर्ण नै देखिएको थियो। शिक्षक ब्याङ्क जस्ता अवधारणा आकर्षक सुनिए पनि कार्यान्वयन जटिल छ। भनेपछि विज्ञहरूले भने जस्तै यो बजेटले सार्वजनिक शिक्षामा ठूलो फड्को मार्ने सङ्केत चाहिँ गरेन। त्यस्तै देखिन्छ। रूपान्तरणकारी भन्दा पनि निरन्तरता दिने खालको बजेट जस्तो बढी देखियो। त्यो दूरदृष्टिको अभाव खट्कियो भन्ने नै हो मुख्य कुरा। यो परम्परागत निरन्तरता, स्रोतको सीमितता अनि कार्यान्वयनका चुनौतीहरू, यी सबैलाई हेर्दा साँच्चै एउटा प्रश्न मनमा आउँछ है। हो त। प्रश्न के उठ्छ भने यी यति धेरै घोषणाहरू छन् नि, यिनीहरूमध्ये कुन चाहिँ एउटा कदम होला जसले साँच्चीकै सार्वजनिक विद्यालयको सिकाइ गुणस्तरमा सबैभन्दा बढी सकारात्मक प्रभाव पार्न सक्ला? कुन चाहिँ एउटा कुरामा केन्द्रित हुने? त्यो त महत्त्वपूर्ण प्रश्न भयो। अब अर्को तरिकाले सोच्दा विनियोजित रकमको सही सदुपयोग भयो कि भएन, अनि तोकिएको सुधार हासिल भयो कि भएन भनेर हेर्ने त्यो जवाफदेहिता चाहिँ कसरी सुनिश्चित गर्ने होला? एकदमै। यो आगामी दिनहरूमा अनुगमन गर्नुपर्ने र जवाफ खोज्नुपर्ने महत्त्वपूर्ण पक्ष हो। बजेट आउनु एउटा कुरा हो, त्यसको प्रभावकारी कार्यान्वयन र नतिजा आउनु अर्को कुरा हो। निश्चय पनि।
यही विचारणीय प्रश्नहरूका साथ आजको यो विमर्शलाई हामी यही टुङ्ग्याउँछौं। धन्यवाद। धन्यवाद।